So hello guys, welcome back to my another new vlog. I have any vlog त्यसैले आजको भिडियो स्टार्ट गर्दैछु. सो आजको भिडियोमा चाहिँ म तपाईहरुलाई ट्रेडिसनल कुराहरु के रिप्लेस भइसकेको छ अनि मेरो चाइल्डहुडको मेमोरी कस्तो छ भनेर देखाउने छु अनि 2 दिनसम्म चाहिँ मैले भिडियो बनाएको थिएँ हैन. सो 2 दिनसम्म भिडियो नबनाउनुको कारण चाहिँ यो हो. यहाँ देख्न सक्नुहुन्छ. यताको बारी चाहिँ जोतेर सकियो तर आज चाहिँ यो बारी आमाले यहाँ बिउ छर्दै हुनुहुन्छ. सो अहिले चाहिँ तिहार लागे सँगसँगै यहाँ तोरी छर्ने जमलको पनि जुरेको छ. त्यसैले चाहिँ 2 दिनसम्म चाहिँ ननस्टप जोतेकै थियौँ अनि राति चाहिँ हल्का पानी परेछ. त्यसले गर्दा बारी गिलो छ कि भनेर आज चाहिँ थोरै ढिलो भएको छ, नत्र अघि नै स्टार्ट भइसकेको थियो यो जोत्न चाहिँ. सो राति पानी परेको कारणले चाहिँ अहिले भ्यू पनि दामी देख्छ. हाम्रो गाउँ त पुरै देखिँदैन यहाँदेखि, बट पारी क्षितिजमा खतरनाक देखिरहेछ भ्यू चाहिँ, बादलहरू हैन. अनि अर्घाखाँची चाहिँ यता हो गाइस. अस्तिको भिडियोमा चाहिँ राम्रोसँग देखेको थिएन हुस्सुले गर्दा. आज चाहिँ छ्याक्क छ मौसम. सो अब गाउँमा जोतेर भ्याउनु छ पहिलो काम चाहिँ. अनि दोस्रो काम दसैँ मनाउनु छ. सो तपाईको घरतिर तोरी छरेर सक्नुभयो कि सक्नु भएन भन्नुस्, कमेन्ट गर्नुस्. अनि यहाँ भएर उता पारी पनि जानु छ. त्यता पनि जानु छ हैन जोत्नलाई. सो त्यसैले अब बारी जोत्नु पर्छ यहाँ. यस्तो बारी. सो तपाईहरुलाई म एकछिन पछि इन्फर्मेसन दिइराख्छु. यहाँ मम्मी कन्डक्टर यता हुनुहुन्छ. कन्डक्टरले राम्रो काम नगरे जस्तो छ. मम्मी चाहिँ अस्तिको भिडियोमा के बोल्नु भयो अनि दिदीले नबोल्न पठाएको आज चुपचाप हुनुहुन्छ. सो हाम्रो भटभटे चाहिँ यहाँ छ. यही भटभटेले यो जोत्ने चाहिँ के हो रे मम्मी? पत्रकार. पानी त पसेको छैन नि. हाम्रो भटभटे चाहिँ स्टार्ट भइसकेको छ. त्यहाँ भटभटे भटट गरिरहेछ. साउन्ड आएको छ कि छैन राम्रोसँग. बाबालाई बोलाउने कि नबोलाउने? बाबालाई चाहिँ नबोलाउने रे. मम्मीलाई बाबाको धेरै माया लाग्यो रे अनि घरमै राख्ने रे. हामी 2 भाइलाई चाहिँ जोत्न पठाउने रे. कति बाँकी हुनुहुन्छ हाम्रो मम्मी? दाइ यहाँ जोत्रे के अनि तल जाने रे. आलु रोप्ने होला क्या यहाँ? तरकारी लाउने होला नि. सो गाइस यहाँ चाहिँ म भटभटेलाई यसो मेन्टेन हालिदिन्छु यसको सवादबाट. अहिले ठ्याक्कै कति भयो? 32 भयो. त्यो 6:30 बजेबाट जोत्ने स्टार्ट भइहाल्छ. यहाँ त हिजो चाहिँ 6 बजेबाटै भएको थियो. त्यो तपाईँहरूलाई म एकैछिन पछि भेट्छु. त्यो गाई बाबालाई चाहिँ मम्मीको माया लागेर घर बस्नु भनेको चाहिँ बाबा यहाँ आउनुभएको छ. बाबालाई छोराछोरीको माया रे, मम्मीलाई बाबाको माया. के भन्ने यो मायालाई? गाइस कमेन्ट गरिदिनु के भन्नुहुन्छ यो मायालाई चाहिँ. बाबा चाहिँ पछि आउनु भएको मेरो. मैले चाहिँ देखेन पछाडि चाहिँ पछि आउनु भएको रहेछ. अहिले मम्मीले फकाएर घर लाँदै हुनुहुन्छ यता. सो हामी चाहिँ यहाँ जोत्दै हो. सो तपाईँहरूलाई चाहिँ अब म सिधै खाना खाने बेलातिर भेट्छु किनकि यहाँ कामहरू गर्नुपर्ने हुन्छ. कुत्ता. दिस इज कुत्ता गाइस. म होइन कुत्ता. मलाई कुत्ता नभन्नु. अहिले चाहिँ ब्रेक टाइम. घाम नलाग्ला भनेको घाम यस्तो लागिदिरहेको छ. सो गाइस निधारमा पसिना हेर्न सक्नुहुन्छ कस्तो भएको. अहिले चाहिँ घाम चर्कियो के जताततै. यता जोत्दै हुनुहुन्छ बाबाले अनि दाइ पनि सँगै छ. अनि बाबा चाहिँ फेरि भागेर आउनुभएछ. छोराछोरीको माया लाग्यो भनेर. अनि मम्मी पनि सँगसँगै जाँदै हुनुहुन्छ. मम्मी चाहिँ अहिले फर्केर सँगसँगै आउनु भएको रहेछ. अनि यो चाहिँ हो गोबा. ओरिजिनल लोकल गोबा चाहिँ यस्तै भन्छ गाइस. अघि बाजाले टिपेर दिनुभएको छ मलाई यहाँ. दिस इज लोकल गोबा गाइस. यतातिर जोत्ने काम चलिरहेको छ. बाजार मलाई हेर्दै हाँसिरहनु भएको. बाजा घाँस काट्दै हुनुहुन्छ. अनि
मैले भिडियोको बनाएको देखेर हाँसिराख्नु भएको छ। तर तपाईँहरूलाई गोबा खान मन छ भन्छ कमेन्ट गर्नु, म तपाईँहरूलाई ल्याइदिन्छु। हाम्रो गाउँमा जति पनि छ यहाँ हाल्नु आउँदै फल्दा छ। यो रुख चाहिँ राम्रो रहेछ हाम्रो गाउँको। अरू चाहिँ सब बिग्रेको छ, कटिरहेको छ, कोहीमा कुहिएको छ। त्यो योमा चाहिँ राम्रो देखेँ मैले चाहिँ। अनि अघि मलाई बाजेले टिपेर दिनुभएको थियो यो बारी। अनि त्यहाँको बारी चाहिँ सक्यो जोतेर। अनि अहिले चाहिँ यहाँ जोत्दै बाबा सन्चो आज उहाँ चाहिँ हाम्रो बाबा ह्यान्सी बाबा गाउँको यो मलाई बेलुका टिपेर दिने उहाँ नै हो। अनि यो बुवा चाहिँ मलाई मगनी बिहा गर्नुपर्छ भन्ने बुवा चाहिँ यही हो मलाई। बाजे मगनी किन बिहा गर्नुपर्छ? मैले सोधेको भन्नु न, मलाई भन्नु थियो त पहिला। मगनीमा भाडाको मासु खान पाइन्छ, रक्सी खान पाइन्छ। अरू बुङ्गुरको मासु दसैँमा बुङ्गुर काट्ने किने अरे मगनी राम्रो हुन्छन् किने, मगनी केटी राम्रो हुन्छन् किने। एकदम राम्रो। यही बाजेले मलाई मगनी केटी बिहा गर्नुपर्छ भन्ने। रक्सी खान पाइन्छ तसुलबारीमा। कति काम कति काम गर्छन्, अल्छी हुन्छन् त मगनी त। गज मगनी केटी बिहा गर्नु है, सुखमा पाल्छन्। अनि बाजे अहिले चाहिँ यहाँ टायर चाहिँ चेन्ज गर्ने काम भइरहेको यहाँ। यता चाहिँ हिजो टाइगर आयो अरे नौ दुर्गाको दिनमा। यहाँ छ त, यहाँ देख्नु भएन लुडी लाएर यस्तो भएको छ फाली देखिरहनु देखेको छैन। बाबाले चाहिँ यहाँ उचालिदिउँ बाबा। लिएर जायो खालि म झरा लिएर लान्छु कि मैले तिमीलाई म लैजान्छु। छर्नु आउनु होइन अझै उहाँ आज बोइसक्यो भएछ कि 16 गते। 16 गते हो र? होइन के दसैँ छ त्यही भएर आज भ्याउने दसैँ हो र। आइसक्यो दसैँ त। म्याच छोडेर आउने। यसको 1 बजेको छ, अलिक खाजा खाने टाइम भइरहेको छ यहाँ। मम्मी यहाँ खाजा बनाउँदै हुनुहुन्छ। के बनाऊ मम्मी? चटपट बनाइछु। के गर्नु भएको छ भने? चटपटी पनि यहाँ जन्तीले खाने जति बनाउनु भएको। आउनु है चटपटी खाने सबैजना यता मेरो घरतिर। सो फाइनल गाइज, भगवान्ले मेरो कुरा सुनिदिए जस्तो छ होइन। गर्मी भएर यो लगाएर मैले जोतिरहेको थिएँ, यहाँ यत्रो बारिसो थियो। सो फाइनली पानी परिरहेको छ हेर्नु। माथि यस्तो कालो बदल आयो, त्यो पारी चाहिँ घाम लगाइरहेको, तर यहाँ चाहिँ पानी परिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ। लास्ट गर्मी भइरहेको थियो, पानी पऱ्यो, एकदम खुसी लाग्यो मलाई त। एकैछिन भयो नि रेस्ट पाउँछ। तर यो बारी पनि यत्रो बाँकी नै छ अझै। तो गाइस बाहिर चाहिँ पानी परिरहेको छ, यता हल्का पानी परिरहेको छ, त्यतातिर चाहिँ ठुलै पानी आएको छ होइन। यतातिर चाहिँ अलिअलि पानी आइरहेको छ। अनि बारीमा जोत्न, अनि यो तपाईँहरूलाई थाहा छ, यो चाहिँ यो मङ्की आउँछ नि, बाँदर आउँदा चाहिँ रुङ्ने घर हो यो चाहिँ। त्यो यहाँ चाहिँ मकै जब ठुलो हुन्छ तब चाहिँ यहाँ बाँदर आउँछ क्या। अनि उहाँ माथि घरबाट आमाहरू आउनुहुन्छ यहाँ बाँदर रुङ्नलाई। अनि यहाँ चाहिँ दामी चाहिँ यहाँ ठाउँ, यस्तो बस्ने ठाउँ बनाउनु भएको छ। अनि यहाँ आगो फुक्ने ठाउँ पनि छ। अनि यहाँ चाहिँ यो बाँदर रुङ्ने, पानी पर्छ होइन, अनि आगो फुक्ने, मकै पोल्ने, खाने गर्ने ठाउँ। अनि यो तपाईँहरूलाई थाहा छ, यो के हो गाई, यो के हो? सो यसलाई चाहिँ थपथपै भन्छ होइन। यो यसरी बज्छ, यो यसरी बजाउने चिज हो।
अनि यहाँ बाबा चाहिँ रिसाइरहनु भएको किन रिसाएको किन रिसाएको बाबा माया चाहिँ जोत्न पठाइरहनु बाबाले म अस्ति सो गाइस काले मान्छे फेरि रिटर्न आइसकेको छ अहिले चाहिँ क्याप लगाएर हौ भर्खर पानी पर्न लागेको घाम हेर्नु यस्तो छ घाम हेरि नसक्नु छ सो मैले चाहिँ एक किसिमको लागि ब्रेक लिएको छु दाइ र बाबाले उता जोत्दै हुनुहुन्छ मलाई चाहिँ यता सामान लिएर आइज भन्नुभएको छ सो म चाहिँ सामान लिनको लागि लागिरहेको छु बोल्न पनि गाह्रो भइरहेछ सास बढेर अनि सो हिजो जति जोत्न पाएन यताउति गर्दा तर जोत्ने प्रयास चाहिँ जारी छ गाइज गो बा बेलौती हेर्दा यहाँ कस्तो पाकेको छ आम्मामा म टिप्न सक्ने हालतमा छैन न त टिपेर खाइसक्थेँ यस्तो कहाँ बाँकी छोड्छु है मैले खोकी लाग्न आँटिसक्यो चिसो चिसो कुरा कहाँ छ हिँडेछ नसक्ने भयो सो गाइज म चाहिँ यहाँ यो टायर लिन आएको अनि बोक्नु नसकेर यस्तो बनाएको छु यसलाई चाहिँ यसरी गुड्काउँदै लाने यसरी गुड्किँदै जान्छ यो एक्सिडेन्ट हुन्छ अहिले बाटोमा सो यसलाई चाहिँ यसरी खेले जसरी यसरी गुड्काउँदै लिएर जाने है गाडी यसरी एक्सिडेन्ट भयो सो यसरी नै लाने हो के गर्नु गाह्रो छ बोक्न सकिँदैन सो यसलाई यसरी गुड्काउँदै बाटै बाट कसलाई ढिकामुनि जाने हो कि भन्ने डर फेरि बाबाले मार्नुहुन्छ टेक्नोलोजी गाइस यो टेक्नोलोजी ए यता हिँड्न यता टेक्नोलोजी अरे भाइ अरे गाइस टेक्नोलोजीवाला टायर चाहिँ यहाँ बारीसम्म आइपुगेको छ सही सलामत सो यसलाई चाहिँ अब निकाल्नु पर्ने हुन्छ यस्तै निकालिदियो होला अब टेक्नोलोजी भयो गाइस ऊ टायर ल्याउने काम चाहिँ सकियो अब जोत्न बाँकी छ धेरै नै बारी छ जोत्न चाहिँ सो अब तपाईँहरूलाई म सिधै राति नै भेट्छु होला किनकि यहाँ बारी धेरै छ जोत्न अनि बोल्ने कुराहरू पनि केही छैन सो तपाईँहरूलाई म अब सिधै राति भेट्ने छु गाइस फाइनली रातिको 7 बजेको छ र हाम्रो जोत्ने काम अझै पनि चलिरहेको छ यता देख्न सक्नुहुन्छ देख्नु भएको छ सो त्यहाँ लाइट बालेर जोत्दै हो त्यहाँ चाहिँ टेक्नोलोजी गाइस टेक्नोलोजी सो आजको भिडियो चाहिँ यहीँ गर्छु सो राम्रोसँग एन्डिङ पनि हुन पाएन रात परिसक्यो सो तपाईँहरूलाई म नेक्स्ट भ्लगमा नयाँ कन्टेन्टको साथ भेट्छु भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु बाई बाई